आज चाहिँ आलु फ्राई इमलीको झोल। यसमा केही पनि हाल्नु पर्दैन साथीहरु। नुन, अलिकति बेसार, प्याज फुरानै, कढीपत्ता, कोथिमिरको फुरान अनि सुक्खा खोर्सानी, अलिकति हरियाली है साथीहरु। यति हो बस, सिम्पल। अनि यो चाहिँ मेरो छोराको लागि बनाउन लागेको। अनि यहाँमा यिनीहरु चिनी नहालेर खान्छन् साथीहरु, चिनी हाल्छ। हजुरहरुलाई चिनी ठीक लाग्दैन भने नहाले पनि हुन्छ। आलु फ्राई को लागि जीरा राई, प्याज नहाले पनि चल्छ साथीहरु। म चाहिँ हाल्छु आफ्नो टेस्टको अनुसारले। जो जस्तो बनाउँछ त्यसरी बनाए पनि हुन्छ, तर म चाहिँ हाल्छु है थोडा। एउटा सानो दाना हालेको प्याज। अदुवा लसुनको पेस्ट पनि हालिसके साथीहरु। कढीपत्ता, कढीपत्ता हालेको 1-2 मिनेट पछि बेसार हालेको। चुटकी भर बेसार। अहिले 1-2 मिनेट फ्राई गर्ने बेसारलाई। लो टू हाई फ्लेममा है साथीहरु। अब आलु हाल्दै है नेक्स्ट। मैले आलु चाहिँ यसरी काटेर लगाएँ है। अरु सानो सानो गर्नु पनि सक्छ। राम्रोसित फ्राई गर्नु पर्यो है साथीहरु। अनि आज चाहिँ म ढेँडो बनाएर खाने, राजमा त्यो सबै मिक्स गेडागुडी भिजा है साथीहरु। त्यसको भिडियो पछिको उहाँमा राख्छु है साथीहरु। साथीहरु खाना पकाउनको आफ्नो तरिका हुन्छ है। म चाहिँ मेरो सादा सिम्पल तरिका बताउन लाग्छु हजुरहरुलाई। नुन है साथीहरु, स्वाद अनुसार।
अब चाहिँ छोपिदियो है साथीहरू 5 मिनटको लागि। 5 मिनट छोपेर राखिसकेपछि साथीहरू आलु चाहिँ पाकिसक्यो है साथीहरू। अब यहाँ मिर्ची मसलाहरू है, खोर्सानीको धुलो, हामीहरू तिखै नै खान्छौँ। अनि यो चाहिँ धनिया जिरा टिमुरको धुलो है हालेर, त्यसपछि कस्तुरी मेथी हाल्यो भने त्यसको फ्लेभरै अलग हुन्छ साथीहरू। हजुरहरूलाई मन पर्छ भने हाल्नु, मन पर्दैन भने नहाले नि चल्छ है साथीहरू। मलाई त मिठो लाग्छ कस्तुरी मेथी हाल्यो भनेपछि। धनिया है साथीहरू। स्लो आगोमा पकाउनुपर्छ साथीहरू। अब धनिया हालिसकेपछि 2 मिनट छोपेर राख्छु, पाकिसक्यो। ओके साथीहरू, पाकिसक्यो। 2 मिनट छोपेर राखेँ। कस्तो बासना आउँछ साथीहरू, हेर्नु न। वाउ। अनि यो चाहिँ खिचडी, छोरीको लागि खिचडी तयार। क्यारेट, भेन्डी, टमाटर, पालक अनि मुङको दाल। बस आजको भिडियो यति नै। बाई साथीहरू।